गाइस हामी चाहिँ अहिले मैत्रीदेवीमा अनि यो चाहिँ हेर्नु त हामी चाहिँ बाइकमा आएको थियौँ यो बदु दादा हो अब यो छुच्चे छ थाहा छ समाजमा सबैलाई अब भन्दै पर्दैन यो मेरो इमान्दारी दिदी हो यसलाई चाहिँ अगाडि इमान्दारीको आउँछ म चाहिँ भनेको एकदम खराब यो समाज हेर्नु न मैले मन्दिरमा बस्दा हेलमेट लाउने सुरक्षित म यो मान्छे कालो हो तर कालो आइसक्यो तपाईँलाई मैले मन्दिरमा आउँदा कस्तो लागिरहेको छ भन्नु त मलाई त एकदम खुसी लाग्यो हो फेरि पनि भोलि पनि आउनुहुन्छ यो मेरो इमान्दारी बिहे अगाडि आउँछ यो चाहिँ मेरो काले दाजु हो तर मैले अहिले आएर तर यो क्यामेरा हो त म गोरो छु भनेको यसो यसो छाड्ने काम गर्छ यार नभए त्यो समाजले तर चाहिँ भनिदिनु पऱ्यो उहाँको कलर र मेरो कलर म कति गोरी छु क्या तर यार यो हेलमेट लाएर नराम्रो देखियो कुरो पनमा त मेरो भाँडा धुने सामान धोएको